आज म हजुरहरूलाई एआई टेलिभिजनको बारेमा केही जानकारी गराउन चाहन्छु। अब अहिले एआई को टेक्नोलोजी जुन विकसित डेभलप भइरहेछ त्यो टेक्नोलोजीलाई हामीले पनि भित्राएका छौं। जहिले पनि सीजी को एउटा कस्तो जहिले पनि हामी हाम्रो कस्टमर प्रति हामी आफ्नो ग्राहकहरुको प्रति उहाँको इच्छा अनुसार उहाँको डिमान्ड अनुसार माग अनुसार हामीले आफ्नो ब्रान्डलाई जहिले नै अपग्रेड गरिरहेछौं के। लाइक अहिले जताततै एआई भन्थ्यो त्यस्तै हामीले पनि एआई टेक्नोलोजीमा अहिले जुन एनपीएल पनि नेपालमा जुन एनपीएल भइरहेछ त्यो एनपीएल मा जुन टिभी को हाम्रो सर्वाधिक बिक्री हुन्छ। यतिबेला मान्छेहरु स्टेडियममा गएर हेर्न सक्नुहुन्न। त्यसलाई स्टेडियमकै सेम क्वालिटी त्यही मजा त्यही आनन्द त्यही किसिमको अनुभूति दिलाउनलाई जुन हामीले एउटा टिभी ल्याएको छु त्यो एआई बेस्ड टेक्नोलोजीको हामीले टिभी भित्राएको सीजीमा यो चाहिँ नेपालकै पहिलो डोमेस्टिक ब्रान्डमा भित्राएको टेक्नोलोजी हो। हामीले सबभन्दा पहिला सीजी ब्रान्डमा यो टेक्नोलोजी ल्याएका छौं। अफ कोर्स यसमा फरक हुन्छ किनभने हजुरको जुन पहिला हामीले 4K सम्म हामी गर्दैछौं 4K थियो क्युलेट थियो तर त्यही टेलिभिजनलाई अलिकति नयाँ स्मार्ट यो एआई भन्ने बित्तिकै हजुरको के भयो भने यो आर्टिफिशियल इन्टेलिजेन्स यसलाई के भन्छ यो किसिमको स्मार्ट जस्तो मान्छेले स्मार्ट हुन खोज्छन् जे कुरामा पनि स्मार्ट त्यति स्मार्ट बनाउने हो। यो हजुरको टेक्नोलोजीको लागि धेरै त महँगो छैन तर अलिअलि चाहिँ हजुरको यो अलि प्राइस चाहिँ महँगो भएको छ। लगभग 10 देखि 15% सम्मको प्राइस चाहिँ यो टेक्नोलोजीले गर्दाखेरि इन्क्रिज भएको छ। हामीसँग यो सीजी ब्रान्डमा हजुरको यो सीजी मिरेडिया भन्ने ब्रान्डमा आएको छ यो टेलिभिजन। सीजी मिरेडिया ब्रान्डमा हजुरको यो 43 इन्चबाट स्टार्टिङ हुन्छ हाम्रो यो 65 इन्चको टेलिभिजनसम्म अहिले हामीसँग त्यो एआई बेस्ड टेक्नोलोजीको टिभी छ। प्राइसको कुरा गर्दाखेरि हजुरको हाम्रो 43 इन्चकोबाट हाम्रो सिरिज यो सुरु हुन्छ यो हजुरको एआई बेस्ड टेलिभिजनमा यो चाहिँ 60,000 रुपैयाँ मार्केट हजुरको हाम्रो प्राइस छ यसको। त्यस्तै हाम्रो 55 इन्चको टिभीमा चाहिँ 1,26,000 रुपैयाँ छ। त्यस्तै हजुरको 65 इन्चको टिभीको 1,31,000 रुपैयाँ चाहिँ पर्दो रहेछ यसको। यो चाहिँ मार्केट मूल्य हो। यसमा जुन सहुलियत हुन्छ एमओपी चाहिँ अर्को हुन्छ डिस्काउन्ट पाइन्छ। हजुर यसको फिचर्सको बारेमा भन्नु पर्दाखेरि यसमा विभिन्न किसिमको जुन नयाँ किसिमको फिचर्सहरु बेस्ट भएर हामीले बनाएका छौं यो ल्याएका छौं यो टेक्नोलोजीमा। यो फिचर्समा हजुरको एउटा हुन्छ कन्टेन्ट अनुसारको पिक्चर क्वालिटी लाइक हजुरको जुन कन्टेन्ट हुन्छ नि जस्तो हजुरले एउटा गेम हेर्नुहुन्छ एउटा फुटबल गेम हेर्नुभयो अथवा मुभी हेर्नुहुन्छ त्यसको जुन कन्टेन्ट हुन्छ नि त्यो कन्टेन्ट म्याच गराउने यो सेम कन्टेन्ट म्याच गराइदिने चाहिँ एउटा यो टेक्नोलोजी यसमा रहेको छ। त्यो टेक्नोलोजीमा हजुरको क्लियरिटी हुन्छ नि जो हरेक किसिमको पिक्चरको क्लियरिटी चाहिँ हजुरको एकदम 100% क्लियर 4K इभन जुन हाम्रो 4K क्वालिटीको पिक्चर छैन त्यो पिक्चरलाई पनि उले 4K क्वालिटीको पिक्चरमा लगेर परफर्म गर्छ। अर्को टेक्नोलोजीको बारेमा कुरा गर्नुभयो भने एआई अपस्केलिङ भन्छ त्यसलाई। जुन हामीले लो ग्रेडको भिडियोहरु हुन्छ नि लो क्वालिटीको भिडियोहरु अलिकति जो भिडियोहरुलाई त्यति स्पष्ट नदेख्ने भिडियोलाई पनि 4K क्वालिटीको भिडियो बनाइदिन्छ एआई टेक्नोलोजीको माध्यमबाट। त्यस्तै अर्को टेक्नोलोजी पनि रहेको छ एआई स्किन डिटेक्सन। यो भनेको मान्छेको अनुहारको प्रकृति देखिन्छ लाइक तपाईको कुनै गेमै भइराछ खेलकुदै भइराछ भने उसको रंग उसको आँखाको यस्तो एट्र्याक्सन जुन हुन्छ नि त्यो टेक्नोलोजीले चाहिँ यो त्यो चीजहरुलाई चाहिँ फोकस गर्छ। त्यस्तै अर्को टेक्नोलोजी हजुरको रहेको छ एआई साउन्ड अप्टिमाइजेसन। यो भनेको कस्तो हुन्छ भने जस्तो हजुरले जुन एउटा मुभी हेर्नुहुन्छ त्यसमा हजुरलाई बास धेरै चाहिन्छ त्यो साउन्ड चाहिन्छ। त्यसै हजुरले न्यूज हेर्नुभयो भने हजुरलाई क्लियर साउन्ड चाहिन्छ। जस्तो हजुरले एक्सन हेर्नुहुन्छ भने त्यहाँ सराउन्डिङको आवाजहरु पुरै चाहिँ कस्तो हुन्छ भने बास वाला चाहिन्छ के। यो सबै अटोमेटिक चाहिँ एआई टेक्नोलोजीले आफै चाहिँ क्रिएट गर्दिन्छ। बास भनेको जुन हामीले म्युजिकमा हुन्छ नि म्युजिकमा बेस भन्छ नि बेस साउन्ड जुन हुन्छ नि बेस त्यो बाउस हो। त्यो बेस भनेको जस्तो हजुरले म्युजिक हेर्दाखेरि मान्छेले भन्छ नि अलि एकदम म्युजिक हाई क्वालिटीको चाहिँ बेस है तर न्यूज हेर्दाखेरि हजुरलाई क्लीन चाहिन्छ भोइस। त्यो क्लीन कस्तो चाहियो भने न्यूज क्लियरली सुन्न पाउने। यदि हजुरको भिडियोमा त्यो क्वालिटी छैन भने एआई टेलिभिजनले त्यसलाई चाहिँ अटोमेटिक चाहिँ त्यो क्वालिटीको इफेक्ट चाहिँ गराइदिन्छ अनि हजुरले पुरै क्लियर चाहिँ सुन्न पाउनुहुन्छ। यदि हजुरले एक्सन गेमहरु हेर्नुहुन्छ भने पुरै हाई क्लासको हुन्छ नि साउन्ड सराउन्डिङहरु त्यो सब उले अटोमेटिक नै दिन्छन् अटोमेटिक नै उले फाल्छन्। यो सीजीले चाहिँ हजुरको हामी चाहिँ एसेम्बलिङ गर्छौं यहाँ तर यो टेक्नोलोजी त हजुरको इन्टरनेशनल टेक्नोलोजी हो। यो गुगल जुन हुन्छ नि हामीले गुगल टिभी पनि पहिला सबभन्दा पहिला भित्राउने मान्छे हामी नै हो सीजी नै।
त्यस्तै हामीले एआई टेक्नोलोजी पनि हाम्रो डोमेस्टिक ब्रान्डमा हामीले ल्याएको, यो टेक्नोलोजी बाहिरको हो। यो एउटा एक किसिमको यो टेक्नोलोजी चाहिँ हाम्रोमा, हामी त यहाँ एसेम्बलिङ पनि गर्छौँ, कति हाम्रो बाहिरबाटै बनेर आउँछ। त्यो टेक्नोलोजी त्यो एउटा टेक्नोलोजी बेस हो। लाइक जस्तो स्पेकहरू हुन्छन्, स्मार्ट टिभी, 4K टिभी, लाइक यस्तै एआई पनि एआई टेक्नोलोजी बेस्ड हो। एउटा यही हुन्छ हजुरको जुन यहाँ टेस्टिङ मेथड्सहरू हुन्छ, त्यो अफकोर्स त्योभन्दा नर्मल भन्दा यो हाई नै हुन्छ। नै इन्जिनियर्सहरू त हामीसँग नेपाली नै हुनुहुन्छ, तर कस्तो हुन्छ भने हामीले एआई टेलिभिजनको लागि त्यस्तै किसिमको हामीसँग जुन अहिले मोडर्न डेजको जुन टेक्नोलोजी बुझ्ने चाहिँ त्यस्तै खालको हाम्रो इन्जिनियर, एआई बेस्डै इन्जिनियर हुनुहुन्छ हामीसँग। त्यो एआई टेलिभिजनको बारेमा राम्रो जानकारी हुने इन्जिनियर, विशेषज्ञ हुनुहुन्छ। हामीले मार्केटमा यो हजुरको दसैँ अगाडि नै ल्याएको थियो। दसैँ अगाडि ल्याएर हामीले 2 लट एकदम राम्रो दसैँ तिहार अनि अहिले जुन एनपिएलको क्रेज छ, त्यो क्रेजमा हाम्रो एकदमै उत्साहजनक नै बिक्री वितरण मजाले भइरहेछ। मार्केट फिडब्याक एकदमै राम्रो छ। मान्छेले अब धेरै कस्ट पनि महँगो छैन। मान्छेले सोच्थ्यो एआई टेलिभिजनमा अलि धेरै महँगो हुन्छ, त्यति महँगो पनि हुँदैन, अलि थोरै पैसा महँगो भएको हुनाले एकदम राम्रो हामीले राम्रो मार्केट पनि पाइरहेछौँ, राम्रो रिस्पोन्स पनि पाइरहेछौँ। हाम्रो बिक्री वितरणको साथसाथै क्वालिटीको पनि फिडब्याकहरू धेरै राम्रो आइरहेछ, एकदम राम्रो छ, सन्तोषजनकै छ। हजुर, यो हाम्रो अल ओभर नेपालकै सबै जिल्लामा हाम्रो यो पुगिसकेका छन्। हाम्रो सबै जिल्लामा हाम्रो डिस्ट्रिब्युसन च्यानल मार्फत हाम्रो ग्राहक महानुभावहरूले चाहिँ यो किन्ने कामहरू चाहिँ गरिराख्नु भएको छ, किनि पनि राख्नु भएको छ। हामीसँग त्यो सबै सेकेन्डरी सेलको डाटा पनि आइरहेको हुन्छ। अब एआईकै हजुरको विशेषताको रूपमा भन्नुपर्दाखेरि त्यो एआईमा हजुरको अर्को टेक्नोलोजी रहेको छ, एआई लर्न योर ह्याबिट भन्ने बित्तिकै जुन हजुरले जे पनि जुन चलाउनुहुन्छ नि आफै नर्मली, तपाईलाई के बढी मनपर्छ, लाइक कुनै कन्टेन्ट तपाईँ धेरै हेर्नुहुन्छ, कुन तपाईँको मोडमा हेर्नुहुन्छ, कुन तपाईँको ब्राइटनेस तपाईँलाई कति चाहिन्छ, तपाईँलाई के मनपर्छ, त्यस्तो किसिमको भिडियोहरू उसले धेरैभन्दा धेरै तपाईँलाई रिकमेन्ड गर्छ के। जस्तो कि लाइट ब्राइटनेस मिलाउनु परेन, हामीले हेर्ने जुन हुन्छ नि नेचुरली तपाईँको त्यो बारेमा आफैलाई उसले चिन्छ के कि यो मान्छेलाई यो मनपर्छ। त्यो एक किसिमको स्मार्ट इन्टेलिजेन्स जुन छ नि, त्यो आर्टिफिसियल इन्टेलिजेन्स हामी भन्छौँ, त्यो त एकदम स्मार्ट टेक्नोलोजी नै भयो। उसले तपाईँको बारेमा जान्यो कि यो मान्छेलाई यति साउन्ड मनपर्छ, यस्तो साउन्ड मनपर्छ, यसलाई यति ब्राइटनेस चाहिन्छ, यसलाई यति यस्तो भोल्युमको साउन्ड चाहिन्छ, त्यो उसले चाहिँ आफै चाहिँ बनाउँछ। त्यस्तै अरू एउटा राम्रो फिचर्स रहेको छ यो टिभीमा। कस्तो फिचर, फाइन्ड माई रिमोट। लाइक तपाईँले टिभी चलाउँदै गर्नुभयो, कुनै ठाउँमा तपाईँको रिमोट छुट्यो, अब रिमोट खोज्नलाई तपाईँलाई यहाँ कति टाइम लाग्छ, यहाँ राखिदियो, बच्चाले कहाँ राखिदियो, यस्तो रिमोट फाइन्ड आउट गर्नले तपाईँको हाम्रो टिभीमा एआई टेलिभिजनमा हाम्रो सिजीको एआई बेस्ड टेलिभिजनमा एउटा यस्तो फङ्सन रहेको छ। त्यो फङ्सनमा गएर हजुरले यदि क्लिक गर्नुभयो भने ठ्याक्कै तपाईँको रिमोटमा साउन्ड आउँछ अनि तपाईँले इजिली त्यो रिमोटलाई फाइन्ड आउट गर्न सक्नुहुन्छ। त्यो पनि एउटा टेक्नोलोजी रहेको छ। एउटा चाहिँ अब समग्र रूपमा एआई टेलिभिजनको बारेमा भन्नुपर्दाखेरि एआई टेलिभिजन यस्तो टेलिभिजन हो जसले तपाईँको कुनै पनि पिक्सल क्वालिटी जुन हामीले हेर्छौँ नि, कुनै बेला पिक्चर मान्नु फुटबल हेरिरहेको छु, गोल भयो, कसरी गोल भयो त, स्वाटै ब्रोर देखिन्छ, तर यसमा हैन। हजुरको यसमा पछाडिको भाग ब्रोर हुन्छ, तर हजुरको बल जुन हुन्छ नि त्यो गोल हुन्छ, त्यो बल चाहिँ हजुरले पुरै क्लियरली हेर्न सक्नुहुन्छ। किक जुन हानेको हुन्छ पुरै क्लियरली हेर्न सक्नुहुन्छ। लाइक क्रिकेट म्याचमा कुनै हजुरको बल हान्यो, सिधै हान्यो, फास्ट, इभन फास्टभन्दा फास्ट मोसनको पिक्चरलाई पनि उसले रेजोल्युसन मिलाएर हजुरलाई पुरै क्लियर रूपमा चाहिँ त्यो हेर्न पाइन्छ। एकदम मजाले तपाईँ स्पष्ट रूपमा हेर्न सक्नुहुन्छ। यही टेक्नोलोजी एआई टेक्नोलोजी हो। अब लाइक अब फिल्डिङ गर्यो बलरले, अब कुनै बलरले बल फाल्यो, हान्यो, ब्याट्सम्यानले त्यो फिल्डिङ गर्दाखेरि त्यो खेलाडीको जुन हुन्छ नि त्यो फेसलाई चाहिँ, जुन खेलाडीको फेस बललाई चाहिँ पुरै फोकस गरेर देखाउने के। अरू भाग ब्रोर भए पनि तपाईँको जुन अब्जेक्ट हुन्छ नि त्यसलाई चाहिँ पुरै क्लियर देखाउँछ के। त्यही एउटा टेक्नोलोजी भयो। लाइक हजुरले स्टेडियमको साउन्ड तपाईँले आफ्नो घरमै स्टेडियममा जुन साउन्ड हुन्छ नि, कोही मान्छेले गोल भयो पुरै नोइज आउँछ, त्यो नोइज चाहिँ अटोमेटिक तपाईँको यो टिभीमा चाहिँ आउँछ अटोमेटिक नै। कमेन्ट्री गर्दाखेरिको त्यो पछाडिको सराउन्डिङको लाइक नेचुरल, तपाईँ जुन अहिले नेचुरल लाइभ हेर्नुहुन्छ त्यो लाइभ एक्सपिरियन्स तपाईँले यो एआई टेलिभिजन मार्फत तपाईँले हेर्न पाउनुहुन्छ। अब टार्गेट त हामीले यो पक्कै अफकोर्स यो टार्गेट लिएरै हामी हिँडेका हुन्छौँ। अब टार्गेट तपाईँले क्वान्टिटीको रूपमा भन्नुपर्दाखेरि हामीले कमसेकम यो वर्ष चाहिँ 5000 पिस एआई टेलिभिजन, एआई बेस्ड टेलिभिजन बेच्ने चाहिँ लक्ष्य राखेका छौँ। त्यो लक्ष्यमा हामीले अहिले जुन हाम्रो दसैँ तिहार यो एनपिएल हेर्दाखेरि हामीले उत्साहजनक चाहिँ हाम्रो अहिले सफलता पनि हाम्रो सेकेन्डरी सेल बहुत राम्रो भएको छ। उत्साहित छौँ, सायद हामीले हाम्रो लक्ष्यसम्म भेट्न सक्छौँ। अहिले न्यू इयर बाँकी छ, पुरै सालै बाँकी छ नि, अहिले त 8 महिनै बाँकी छ। के अरे मङ्सिर महिनासम्मको डाटा हेर्दाखेरि हामीले लगभग चाहिँ
2000 जति हामीले बिक्री वितरण गरिसकेका छौँ। अहिले मेन सिजनलाई फोकस गरिरहेको छु। यो महिनामा झन् एनपिएलको लागि अझै हाम्रो सेल्स बढ्नेछ भनेर हामीले आशा गरिरहेको छौँ। एकदम अफ कोर्स अब एआई टेक्नोलोजी हजुरको मात्रै टिभीमा नभएन, अब त आउने दिनहरूमा फ्रिजमा आउँछ, चेस्ट फ्रिजमा, अब जे पनि भयो त्यो स्मार्ट भयो भनेपछि हजुरको कामलाई इजी बनाइदिने, हजुरको एक्सर्साइज, हजुरको लाइफलाई स्मार्ट बनाउने, स्मार्ट लाइफ। आफै जाने टिभी खोल्ने बित्तिकै तपाईँले के मनपर्छ त त्यो आफै आउँछ। लाइक तपाईँले फ्रिजमा पनि त्यस्तै हुन्छ। बिस्तारै बिस्तारै हामीले यो टेक्नोलोजी चाहिँ हाम्रो सिजी मेरिडियाको चाहिँ लगभग सबै प्रडक्टमा हामीले आउने दिनहरूमा चाहिँ त्यो ल्याउनेछौँ। अनि यो प्रवृत्ति चाहिँ हामीले टिभीबाट भित्रायौँ, अरू प्रडक्टमा पनि आउँ। अब हजुरको सिजी नै एआई टेलिभिजन किन्ने भन्ने कुरामा हजुरलाई धेरै कुराले उत्साहित गर्छ। लाइक हामी नेपालको सबभन्दा ठुलो इलेक्ट्रोनिक्स ब्रान्डको कम्पनी छौँ, चौधरी ग्रुप इलेक्ट्रोनिक्स, सिजी इलेक्ट्रोनिक्स नेपालको सबभन्दा ठुलो इलेक्ट्रोनिक्स ब्रान्ड हो, त्यो सबैलाई थाहा छ, ठुलो कम्पनी हो। त्यो मध्ये हजुरको सिजी जुन पर्टिकुलर सिजी ब्रान्ड छ, सिजी मेरिडिया, हजुरको सिजी चाहिँ नेपालको डोमेस्टिक ब्रान्डको नम्बर 1 हामीले कसले बनायो? हाम्रो कस्टमरहरूले बनाउनु भयो। कसरी बनाउनु भयो भने हाम्रो देशभरि हाम्रो आफ्नै सर्भिस सेन्टर छन्। देशभरि नै सर्भिस सेन्टर भएको कारणले आजको डेटमा जुन पनि तपाईँले सामान खरिद गर्दाखेरि आज मात्रै खरिदेर भएन, हजुरको भोलिको दिनमा त्यसको सर्भिस हजुरले कसरी पाउनुहुन्छ? हाम्रो कम्पनी चौधरी ग्रुपको रेपुटेसन, सिजी इलेक्ट्रोनिक्सको यो 40 वर्षको हाम्रो जुन लगातारको हामीले दिइरहेको सर्भिसको हाम्रो ग्राहकको विश्वास हामीप्रतिको नम्बर 1 सर्भिस सेन्टर, नम्बर 1 सर्भिस प्रोभाइडर कम्पनी। हामीले नम्बर 1 बनाउनुमा हाम्रो आफ्टर सेल सर्भिसको धेरै ठुलो नै हात रहेको छ। हाम्रो आफ्टर सेल सर्भिस एकदम राम्रो भएको हुनाले हामीले वारेन्टी होस् अथवा आउट अफ वारेन्टी पनि सबैको हामीले सेम एकदम हाम्रो कस्टमरको हरेक समस्याको समाधान गर्नलाई हामी सिजी इलेक्ट्रोनिक्स एनी टाइम सधैँ नै हामी तत्पर हुन्छौँ अनि गरिरहेछौँ। आजको डेटमा हाम्रो सर्भिस सेन्टर रोल्पामा पनि छ, हाम्रो सुर्खेतमा पनि छ, इभन हामीले जहाँ इलाम भनौँ सबै ठाउँमा हाम्रो छ। हामीले देशभरि नै हाम्रो सर्भिस प्रोभाइड गरिरहेछौँ। आफ्टर सेल सर्भिस हाम्रो राम्रो भएको कारणले गर्दा मान्छेले चाहिँ सिजी इलेक्ट्रोनिक्सको सामान, सिजी ब्रान्डलाई चाहिँ धेरै रुचाउँछ। अब कस्टमरहरूको हाम्रो डिमान्ड अनुसार कस्टमरहरूलाई यस्तो लाग्न थाल्यो कि सिजी ब्रान्ड भनेको अलि निम्न स्तरीय ब्रान्ड हो, अनि सिजी ब्रान्ड भनेको डोमेस्टिक ब्रान्डमा यो डोमेस्टिकै टाइपको लोकल टाइपको ब्रान्ड हो भनेर हामीले त्यसलाई अझै होइन। हाम्रो जुन हाई क्लासको कस्टमर हुनुहुन्छ उहाँको जुन क्यापेसिटी, त्यो उहाँको डिमान्ड अनुसारको हामीले चाहिँ प्रिमियम क्वालिटीको, लाइक यहाँ यो देशमा रुल गरेको ब्रान्डहरू एलजी, स्यामसङ, अरू पनि जुन ठुल्ठुला ब्रान्डहरू छन् त्यसलाई कम्पिटिसन गर्नलाई हामीले चाहिँ प्रिमियम क्वालिटीको प्रडक्ट ल्यायौँ। त्यो चाहिँ हाम्रो सिजी मेरिडिया सिरिजमा ल्याएका छौँ। यो ब्रान्ड भनेको हजुरको प्योर इन्टरनेसनल क्वालिटीलाई म्याच गर्ने ब्रान्ड हो। हुनलाई सिजी पनि हाम्रो इन्टरनेसनल क्वालिटीलाई म्याच गर्छ, तर अझै यो हाई क्लास, हाई कस्टमरहरू उहाँहरूको जुन नलेजमा थियो नि कि सिजीले मात्रै यो मतलब एभरेज किसिमको प्रडक्टहरू ल्याउनुहुन्छ, त्यसको लागि हामीले एकदम होइन, हामीसँग एकदम प्रिमियम क्वालिटीको छ। अनि भोलिको दिनमा हामी जति हाम्रो यो मध्यम वर्गको लागि अथवा जुन हाम्रो मान्नु न हामीले त एकदम सस्तोभन्दा सस्तोमा पनि हामीसँग प्रडक्टहरू छ, अनि अब हाई क्वालिटीको प्रडक्ट पनि सिजीमा पाउँछ भनेर त्यसैको लागि हामीले चाहिँ सिजी मेरिडियाको लागि एस्टाब्लिस गरेका छौँ। यो पनि नेपालमा सिजी मेरिडिया हामीले गर्न थालेको लगभग 3 वर्ष जति हुन लाग्यो। अब आजको डेटमा हामीसँग सिजी मेरिडियामा मल्टिडोर, साइड बाई साइड जुन एसीहरू हुन्छ, सिलिङ क्यासेट, फ्लोर स्ट्यान्डिङ, टेलिभिजन, रेफ्रिजरेटर, डबल डोर, धेरै सेगमेन्ट हामीले भित्राएको छ। अलमोस्ट माइक्रो ओभन, भ्याक्युम क्लिनर, हरेक चिज नै चाहिँ हामीले सिजी जस्तै हामीले सिजी मेरिडियामा पनि ल्याइसकेका छौँ। आउने दिनमा चाहिँ मेरिडियामा अझै नै धेरै नयाँ किसिमको हाई क्लास, हाई क्वालिटीको प्रडक्टहरू पनि हामीले ल्याउनेछौँ।